एभ्रिवान, सबैलाई धेरै धेरै माया। चिसो चिसो मौसमको तातो तातो माया होइन। अन्तदेखि के साँच्ची नै मलाई चाहिँ कस्तो म चाहिँ भने बनावटीमा मलाई कुरै आउँदैन होइन। जे गर्छु मनबाट गर्छु, मनदेखि नै सबै कुराहरू निभाउनु कोसिस गर्छु होइन। मलाई फेक मान्छे मन पर्दैन। म आफू पनि त्यस्तो नहोस् जस्तो लाग्छ। जस्तो छ भित्र देखिजान्छ कि कहिले कहिले रिसाएको छु भने देखिहाल्ने, त्यस्तो बनावटी गर्नु सक्दिनँ। अनि सो हाम्रो छोरा बुहारी नाति नातिना हाम्रो फ्यामिलीको बन्डिङ चाहिँ एकदमै कस्तो छ भन्नुहुन्छ भने मेरो प्रयासमा चाहिँ जहिले पनि एउटा मायाले बाँधेर नै राखौँ भन्ने हुन्छ होइन। हामीसँग अथाह सम्पत्ति नहोला होइन, तर माया ममता त हुन्छ नि त होइन। त्यो कारणले पनि अनि म बुहारीको बारेमा जहिले पनि किन बोल्छु भनेर भन्दाखेरि कस्तो के अब हामी त भोगेर आयौँ नि त होइन। त्यो समय त्यो परिस्थिति, पहिलाको परिस्थिति र अहिलेमा धेरै फरक छ होइन। अब पहिला भनेको कस्तो भन्नु, त्यो पहिलाको त एकदमै गाह्रो परिस्थिति, गाह्रो अवस्था सबैले भोग्ने, बुहारीहरूले भोग्ने होइन। दिनभरि काम गरेर अनि त्यहाँदेखि खाना बेलुका खाना पकाऊ, त्यस पछाडि सबैले खाइसकेपछि लास्टमा खाना खाऊ, अनि त्यस पछाडि सबै भाँडाकुँडा धुव, अनि त्यस पछाडि फेरि धान कुट्ने छ कि मकै पिन्ने छ कि कोदो पिन्ने छ होइन, त्यो पनि गर्नुपर्ने। अन्त त्यो समयहरू सम्झिँदा कहाली लाग्छ कि, तर त्यस्तो दिनहरू पनि पार गरेर आएको हो कि खुकुरी आमा चाहिँ। त्यो कारणले गर्दा पनि मलाई चाहिँ कस्तो लाग्छ भने कुराहरूले चाहिँ मलाई एकदमै हर्ट गर्छ कि कसैको छोरी त्यो घरमा गएर चाहिँ नोकर बन्दैछ जस्तो होइन। छोरा बुहारीलाई यसरी अनि आफूले पनि माया गरेर साँच्चै माया भनेको दिएर पाउने है। फेरि त्यहाँनिर अब बुहारी धेरै बोलो भन्यो भने धेरै बोलो, अर्का घरबाट आएको यस्तो भन्छन्, नबोलो भने पनि पेलन्छ त्यहाँ होइन। त्यो कारणले गर्दाखेरि हामी छोरी पनि बुहारी पनि सबै एउटै हो। हामी सासू पनि हामी नै हो। आमा खाजा खानुभयो? खाजा खाएको छुइनँ, आज म खुवाउँछु ल खाजा। ल र हामीले चाहिँ सबै कुरालाई बुझेर साथ सहयोग होइन, जस्तो सानसानो कुराहरूबाट पनि धेरै ठुलो उपलब्धिहरू हुन्छ। मलाई चाहिँ त्यस्तो लाग्छ। अनि त्यहाँदेखि मैले ठ्याक्क म कस्तो म हरेक कुरामा म मन्दिर गएँ भने पनि, कतै गएँ भने पनि होइन, जे होस् मलाई लाग्ने भनेको चाहिँ मेरो छोराछोरीलाई केही नहोस् होइन, मेरो छोराको परिवार भनेको छोरा बुहारी नाति नातिना सबैलाई राम्रो होस्, अनि कसैलाई पनि नराम्रो नहोस् भन्ने जस्तो सोच आउँछ होइन। संसारमा दुःख त आउँछ होइन, कसैले प्रे गरेर त्यो दुःख टर्दैन। आफ्नो आफ्नो लेखान्त, आफ्नो आफ्नो किस्मत कहाँ के हुन्छ। जस्तो मै त्यही उसमा परिवेशमा रिमलिरहेको हुन्छु होइन। म नाति नातिना हेर्छु, छोरा हेर्छु, बुहारी हेर्छु होइन, सबै छन् मेरो छन्, तर मसँग मेरो छोरी छैन होइन। म हरेक सपनामा देख्छु कहिले कहिले है, अनि अलि पहिलाको सपनाहरू देख्दो रहेछु कि, अनि कस्तो कमजोरी भएकोहरू सपनाहरू देख्छु भनेदेखि अनि यसो सम्झिन्छु, मान्छे मरेर गयो भने आत्मा त छ अरे। मेरोबाट पनि दिदीकोबाट पनि है, नरुनु कहाँ होला कि कस्तो दुःख पो पाएको होला कि के होला नि भन्ने जस्तो लाग्छ कि। अनि जान्छु, अनि बौद्ध मेरो पहिलादेखि मैले मानेको ठाउँ बौद्ध, मेरो कर्मथलो पनि यही ठाउँ भयो कि। अब यो बौद्धमा आएको पनि 8 वर्ष भयो। अन्त जान्छु, बत्तीहरू बालिदिन्छु है, अनि मन त रहेछ सबैभन्दा ठुलो कुरो। तर जिन्दगीमा मान्छेले भनिन्छ, मैले पनि भन्छु होइन, संसारको चलनै हो भनिन्छ, तर गाह्रो छ।
यो संसारको चलन भनिन्छ, मैले पनि भन्छु अरूलाई सम्झाउँदाखेरि, तर सम्झाउने शब्द मात्रै हो होइन, तर बाँचुन्जेल कहिले पनि घाउ चिनेको नहुँदो रहेछ। हुने घाउ पनि होइन रहेछ कि यो आफूभन्दा छोराछोरी अथवा आमा बाबा सबै कुराहरू के त्यस्तो। अनि धेरै लामो समय भयो मेरो भ्लग नआएको पनि है। म नि यस्तै आमा र बाबाकै आँखा सम्बन्धी ट्रिटमेन्ट भयो मेरो आमा बाबाको। हाम्रो आमाजीको अवतार आज चेन्ज भएको छ। बोलाउँछन् कि यो प्लस चाहिँ यहाँनिर यो आँखालाई आज ठिक गर्नुपर्ने भएको छ। बाबाको पनि मोतीबिन्दुको अपरेसन तिलगङ्गामा गरियो। आमाको आँखामा त्यो ब्लड आँखाको नसा फुटेछ भनौँ न। अनि त्यहाँदेखि त्यसको पनि त्यो इन्जेक्सन हान्दो रहेछ। त्यो गरियो है यतिकै। अनि त्यहाँदेखि मेरो अब सबै ठिक छ भनौँ, प्रेसर अलिकति मेरो छ होइन, कामको प्रेसरले हो अथवा के हो रोगै होला नि प्रेसर भनेको। अनि त्यहाँदेखि छ अनि दबाई चाहिँ नखाऊँ भन्ने सोच है। अनि कहिले कहिले हार्छु क्या, के गर्ने हो, कति बार्ने होला जस्तो पनि लाग्छ। अनि दबाई चाहिँ नखाऊँ कि जस्तो पनि लाग्छ। अनि त्यहाँदेखि इको इसिजीहरू गर्दाखेरि अलिकति दबाई खानुपर्छ कि भन्ने पनि जस्तो पनि देखिएको छ है, त्यस्तो छ। अनि त्यहाँदेखि त्यहीँतिर पनि भ्लगतिर पनि कहिले कहिले बिर्सिँदो पनि रहेछ हो। अनि त्यहाँदेखि फेरि केटाकेटीले भन्छन् आमा भ्लग गर्नु न, आमा भ्लग गर्नु भन्छ। हुन त फाइनेन्सियल पनि अब हुन्छ, सपोर्ट हुन्छ, किनभने मोनिटाइज भइसक्यो होइन, तपाईँहरूको साथ सपोर्ट मायाले गर्दाखेरि। अनि अब फाइनेन्सियल पनि अहिले अलिकति आर्थिक मन्दी छ। यो मेरो मात्रै होइन, सबै स्टेप बाई स्टेप होइन, सबैतिर नै त्यस्तो छ। जति पनि बाहिर हुनुहुन्छ, बाहिर हुने मान्छेहरूको चाहिँ इन्कम स्रोत अलिकति राम्रै छ होला, तर हामी जति पनि नेपालमै काम गरेर खान्छौँ भन्ने मान्छेलाई चाहिँ अलिकति एकदमै गाह्रो छ होइन। अब रेन्टहरू महँगो छ, तिर्नुपर्छ। अनि काम गर्ने मान्छेहरू अब त्यही हो, अलिकति राम्रो मान्छेहरू नेपालमा सर्भाइभ गर्न सक्नुहुन्न, विदेश गइहाल्नुहुन्छ। अब त्यही काम सिकाउने मान्छेहरू अब खानाहरूमा पनि कहिले कहिले त्यति क्वालिटी नहोला होइन। अनि त्यहाँदेखि टेन्सन छ हौ सबैजनालाई, धेरै माया होइन। अब जिन्दगी भनेको यस्तै त रहेछ है, उताप चढाप, हाँसो रोदन होइन, कहिले कहिले खुसी। अनि के अरे म त मर्निङ जहिले पनि अब जब मैले अस्ति माथि गङ्गालालमा त्यो मुटु सम्बन्धी देखाएँ, त्यहाँदेखि त एक्सर्साइज चाहिँ हार्ड गर्नु भनेको छ। म त अब धेरै त डाँडा काँडातिरै जान्छु जानलाई, तर उकालो अझै एक्सर्साइज चाहिँ धरो गर्नु भनेको छन्। अनि मर्निङ जान्छु, बिहान कहिले ट्याक्सी चढेर जान्छु, कहिले गाडी चढेर जान्छु है। अनि 5 o'clock उठेर टक्क 6 बजी चाहिँ उहाँ पुग्छु। अनि त्यहाँदेखि बुद्ध पार्कबाट पसेको पर भगवान बाबु पुग्छु, भगवान बाबुबाट माथि डाँडा चढ्छु, डाँडा चढेर परको डाँडामा गएर एक्सर्साइज गर्छु, योगा गर्छु होइन। त्यस पछाडि झर्छु, अनि त्यहाँदेखि उता बुद्ध पार्कपट्टि झरेर गाडी चढेर आउँछु। यतातिर चाहिँ जगरोलतिर डाँडातिर जाँदा त हुन्छ, तर मलाई चाहिँ स्वयम्भूको उकालो नै चढ्नु मन लाग्छ। मलाई म जहाँ गए पनि स्वयम्भूको उकालो चाहिँ मिस गर्छु क्या। एकदमै त्यो मुटुको लागि चाहिँ एकदम मजा हुन्छ क्या त्यहाँ, त्यस्तै छ। अनि त्यहाँदेखि अब यही पुस र माघ अनि फागुन 15सम्म चाहिँ रेस्टुरेन्ट भन्छु। त्यस पछाडि चाहिँ दाइ भाउजूलाई बिदा मागेर फेरि
खुकुरियामा जान्छ डाँडा चढ्नु अनि तपाईँहरूको माया धेरै धेरै माया छ है कति माया गर्नुहुन्छ अनि त्यहाँदेखि कति कुराहरू जस्तो देखिन्छ त्यस्तो हुँदैन लाइफ होइन यस्तै छ तपाईँ हामी होइन हाम्रो लाइफ उस्तै हो उस्तै छ है अनि के हुन्छ कहिले के हुन्छ कहिले थाकिराखेको हुन्छ मन कहिले के हुन्छ होइन कहिले कहिले बाबुआमाको धेरै माया लाग्छ अनि बुढाबुढी होइसक्नु हो ठुली छोरीले पकाएको खाना आमालाई त साँच्ची नहुने पत्ता भन्छु अनि आमा बाउलाई चाहिँ बेसी सुख दिन पाए हुन्थ्यो जस्तो लाग्छ मेरो बाउ आमा बहिनी आज हामी यहाँ के गर्दैछौँ रमाइलो गर्दैछौँ सुख भनेको चाहिँ कस्तो हुँदो रहेछ भने फेरि अब बसिरहँदा पनि हातखुट्टै नचल्ने होइन हातखुट्टा दुख्नु थाल्ने बाबाले चाहिँ किवी एभोगाडोदेखि लिएर सबै मेरो बाबु चाहिँ पहिलादेखिको चाहिँ यो फुलदेखि लिएर होइन फुल कहाँबाट धनकुट्टा धरान कताबाट फुलहरू कलेक्सन गर्ने रोप्ने अनि त्यहाँदेखि बाँड्ने चाहिँ फेरि म के ड्याङ्की कचियाले गाड्दै बाँड्ने चाहिँ म फेरि अब किनभने मेहनत छैन मेरो त्यस्तो हुँदो रहेछ कि मेहनत जसको छ उसलाई चाहिँ माया लाग्ने आफू चाहिँ बाँड्न पाए भयो त्यस्तो अनि त्यस्तो एनिवे सबैलाई धेरै धेरै माया अब अहिलेको समय परिस्थिति यस्तै छ के गर्ने है सधैँभरि एउटै परिस्थिति हुँदैन सधैँभरि एकै रफ्तार हुँदैन अप्स एन्ड डाउन हुन्छ अब आत्तिएर पनि काम छैन होइन धैर्यताको बाँध चाहिँ फुटाउनु भएन होइन धैर्यता त गर्नै पर्यो मिठो न मिठो भएको रहेछ कान्छी छोरी र ठुलो छोरीले बनाएको छोरी चाहिँ हुनुपर्ने रहेछ नि आमा जीवनमा छोरी चाहिँ हुनुपर्ने रहेछ नि मिठो गरी खाइँदैछ कि नहुनुपर्ने रहेछ हुनुपर्ने आज त आँखा पनि खुला छ